यदि कुनै चीज घुमिरहेको छ र समय अघि बढिरहेको छ, यदि सर्कुलर पाथमा कुनै चीज घुमिरहेको छ र समय पनि अघि बढिरहेको छ भने यस्तो प्रकारले बेरिने कि नबेरिने? अवश्य नै बेरिने। अब यदि हामीले यसरी बेरेको चीजलाई यसरी खोल्छौं भने अब हेर्नुस्, यस ओसिलोस्कोपमा जस्तो वेभ फर्म देखिएको छ ठीक त्यस्तै वेभ फर्म देखिने कि नदेखिने? वास्तवमा यो क्लाइमेक्स मात्र थियो। अब हेर्नुस् पुरा फिल्म हेर्नुस् है त। यो हो एउटा ओसिलोस्कोप। यो ओसिलोस्कोप चाहिएमा हामीहरुसँग छ, त्यसको लागि तपाईहरुले यो नम्बरमा फोन गर्न सक्नुहुन्छ। तर आज कुरो अर्कै गरौँ। यस ओसिलोस्कोपमा जुन तपाईहरुले एउटा वेभ फर्म देखिराख्नु भएको छ, यस वेभ फर्मलाई भन्छौं हामीले साइन वेभ। यहाँ साइन वेभमा हुने साइन भनेको ट्रिग्नोमेट्रिकल फंक्सनमा हुने साइन कस र टेन मध्ये एउटा साइन हो। हामीले पक्कै पनि गणितमा पढे होला ट्रिग्नोमेट्री। अब आउनुस् ट्रिग्नोमेट्रीसँग यसको के सम्बन्ध छ र हामी यस्ता वेभलाई किन साइन वेभ भन्छौं प्रष्ट हुने कोसिस गरौँ, त्यो पनि एकदम प्र्याक्टिकल्ली। सबैभन्दा पहिले यहाँ देखिराखेको साइन वेभ भनेको हाम्रो घरमा प्रयोग हुने बिजुलीकै लाइनबाट लिएर जस्ताको तस्तै देखाइएको हो। सबैभन्दा पहिले यो व्हील एउटा सर्कल हो अनि यस सर्कललाई हामी एउटा बोर्डमा उतार्छौं। त्यसपछि यस सर्कलको रेडियसलाई हामी 1 मान्छौं। यहाँ यस सर्कलको रेडियस बराबर 1 छ, न 1 सेन्टिमिटर न 1 मिटर, जे होस् 1। अब हामीले यस सर्कललाई उतार्यौं एउटा ग्राफमा अनि यसै सर्कलको सेन्टरलाई राख्यौं ग्राफको ओरिजिनमा। अब यस सर्कलको रेडियसलाई हामीले बनायौं चलायमान। यो यसरी चल्न सक्छ जसरी एउटा व्हील घुम्न सक्छ। फाइनली हामीले यस सर्कललाई राखिसक्यौं एउटा ग्राफको सेन्टरमा। यदि यस सर्कलको रेडियस 1 हो भनेर अघि नै हामीले भनिसकेका थियौं, त्यसैले x तिर 1 लगाइयो भने अब x ड्याश तिर जाँदा हामीले -1 लगाउन मिल्ने कि नमिल्ने? अवश्य नै मिल्ने। त्यस्तै गरी यही सर्कलको रेडियस हो भने y तिर पनि 1 हुने कि नहुने? अवश्य नै हुने। यदि y तिर 1 हुन्छ भने ओरिजिनबाट y ड्याश तिर आउँदा -1 हुने कि नहुने? अवश्य नै हुने। अब 90 डिग्रीसम्म यस एंगललाई घुमाएर हेरौं। सबैभन्दा पहिले हामीले x एक्सिससँग यस सुईलाई 15 डिग्रीको एंगल बनाउँछौं भने यस सुईको टुप्पोले y एक्सिससँग समन्वय गर्दा y एक्सिसमा 0.258 सम्म पुगेको हामी देख्न सक्छौं। हामीले यस सुईको टुप्पोलाई जुनसुकै लोकेसनमा राख्यो भने पनि यस टुप्पोले ठाडो लाइन अर्थात् y एक्सिससँग समन्वय गर्ने पोइन्टलाई जनाउँछ। मतलब यस सुईलाई निरन्तर एउटै गतिमा हामीले घुमाउँछौं भने x एक्सिससँग यसको उचाइ निरन्तर परिवर्तन भइराख्छ, जो +1 देखि -1 भित्र पर्दछ। वास्तवमा यो घडी जस्तो एउटा ट्रिग्नोमेट्रिक क्याल्कुलेटर पनि हो। अझ भन्नुपर्दा हामीले स्कुले जीवनमा यस्ता भ्यालुहरू बहुत घोक्यौं जस्तो लाग्छ। आफैले चाहिँ बिर्सेका छु है। अब हामीलाई यी कुराहरू घोक्नु छैन, अब स्पष्ट बुझ्नु छ, डाइरेक्ट बुझ्नु छ। हामीले प्रमाणित गर्नै पर्दैन एउटा चक्का जहिले पनि वृत्ताकार हुन्छ। अब यस चक्काको परिधिमा हामीले एउटा केही चीजलाई टाँसिदिन्छौं र चक्कालाई घुमाउँछौं भने यो एंगलबाट हेर्दा यो टाँसिएको वस्तु तलमाथि गरिराखेको हामी स्पष्टसँग देख्न सक्छौं। जसरी एंगल परिवर्तन भइराख्दा साइनको भ्यालु तलमाथि हुँदा परिवर्तन भएको थियो, ठीक त्यस्तै गरी यस चक्कामा पनि यो बसेको चीजले आफ्नो उचाइ परिवर्तन गरि राखेको छ। यस्तो परिवर्तन त्यहाँदेखि सुरु भइसकेको हुन्छ जहाँ हामीले बिजुली निकाल्नको लागि यसरी रुवाई जेनेरेटर घुमाउँछौं। अब फर्क्यौं फेरि ओसिलोस्कोपमा।
यो सेन्टरदेखि माथि र तल भनेको हामीले व्हील घुमाउँदा व्हीलमा राखिएको वस्तुले उचाइ घटी बढी गरेको हो। त्यस्तै अर्को डाइमेन्सन भनेको टाइमको हो। यदि सर्कुलर पाथमा कुनै चिज घुमिराखेको छ र समय पनि अघि बढिराखेको छ भने यस्तो प्रकारले बेरिने कि नबेरिने? अवश्य नै बेरिने। अब यदि हामीले यसरी बेरिएको चिजलाई यसरी खोल्छौँ भने अब हेर्नुहोस्, यस ओसिलोस्कोपमा जस्तो वेभ फर्म देखिएको छ ठिक त्यस्तै वेभ फर्म देखिने कि नदेखिने?